हेलो गाइज, गुड मर्निङ। शुभ बिहानी। मेरो चाहिँ अब होइन यहाँ खाना रेडी पारेको छु। छोरोलाई चाहिँ पठाइसकेँ। यहाँनिर मैले बिहान अहिले चाहिँ कति 7:22 भएछ। साग पनि पकाइसकेँ, यहाँ दाल पनि पकाइसकेँ। अनि मेरो छोरोको टिफिन, यहाँ छोरोको टिफिन रेडी पारेको थिएँ, लान बिर्सिनु भएछ। अब आज मेरो डबल काम। मेरो छोरी पनि उठेर आउनु भएछ। गुड मर्निङ छोरी। गुड मर्निङ। ल आइ गरिदिउँ त सबैलाई। हेलो, गुड मर्निङ। ल यहाँ बस। के खाने? के गरे कि ज्यान छोड्न? गुड मर्निङ। थाहा छ गाइज, हिजो मेरो छोरी झन्डै हराएको मार्केटमा। यो छोरी हराएको भए म कहाँ खोज्न जाने? खोज्दा 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 नभेटेपछि बल्ल एउटा आइबिएले बिचरा त्यो दिदीहरूले समातेर राखिदिनु भएको रहेछ। थ्याङ्क यू उहाँहरूलाई। झन्डै मेरो छोरी हराएको हिजो। गाइज म चाहिँ नुहाएर आउँछु होइन। अब मेरो काम भने यस्तै हो, नुहाउनु पर्यो नि। जाडो छ, पानी अलिअलि चिसो छ होइन, सधैँ चिसो छ, तताउनु त पर्यो। म चाहिँ नुहाएर आइसकेँ होइन साथीहरू। यति चिसो। पालो खानाको खाना खानुपर्छ साथीहरू। के अरे? मेरो साथी हो। ल मैले भने, तपाईँ पनि भनिदिनुहोस् त। ल्वाङ हालेछु गाइजमा चाहिँ होइन। अनि ल्वाङ र कपुर हालेर चाहिँ म चाहिँ पाल्दैछु होइन। यो तातो त चिया पनि खानु पर्यो। धुपबत्ती गरियो गाइज होइन। मैले चाहिँ अब साथीहरू, मैले चाहिँ अब गाइज हुने बानी भएर साह्रै गाह्रो भयो कि पहिला पहिला भन्छु, त्यही भएर अलिक धेरै भयो। मैले भ्लग बनाएन। खसा खसा गर्छ यो बाक्लो छ। दिदी हाल त एकान्त कुनारे Happy birthday to you. Happy birthday to you. Happy birthday dear Divensa. Happy birthday to you. अलि जोरसँग फाइनली गाइज म चाहिँ होइन बर्थडे पार्टी खाएर आइसकेँ। अब यो मेकअप उतार्न बाँकी छ।
2 घन्टा लाएर गरेको मेकअप निकाल्न चाहिँ साह्रै माया लाग्दो रहेछ होइन। अब कोला काला कोला काला कोला के रहेछ नि पखान तिमी अहिले गर। हजुर हजुर के गर्ने कहाँ के गर्ने के काम गर्ने मसला बहिनीलाई कचरामा हालिदिनुहोस्। त्यो हाममा गएर सोच पहिला। अघि भोग लाग्छ भने होइन के म चाहिँ टोनर लगाइरहेको छु गाइस। यो चाहिँ मेरो डेली नाइट रुटिन होइन। अन्त त्यति केही नै आउँदैन। यसो हल्का टोनर लगाएँ क्लिजिङले मुख धोएपछि। हजुर भन्नुहोस् न हजुर। सिरम लाउँदैछु गाइस म चाहिँ होइन। मेरो डेली रुटिन हो। राम्री हुन त कहाँ सजिलो छ र होइन। म तिमीलाई नि दिन्छु पख न पहिला ममको एकैछिन भ्याम। यस हजुर चाहिँ मोइस्चराइजर चाहिँ चाहिन्छ है साथीहरू। राति यसमा चाहिन्छ किनकि यो गाइस मेरो चाहिँ डेली रुटिन यही हो होइन। मोइस्चराइज चाहिँ गर्नुपर्छ साथीहरू। राति सुत्ने बेलामा मोइस्चराइज पुग्यो भने चाहिँ फेस अलि राम्रो हुन्छ नि त होइन। गुड नाइट। थ्याङ्क यू मेरो भिडियो हेरिदिनु भएकोमा सबैलाई। गुड नाइट गर्ने आउनुहोस् न। गुड नाइट भन्नुहोस् न सबैजनालाई। गुड नाइट। यहाँ मेरो छोरी सिरम लाएर हेर त हिरोइन बनेको। ल थ्याङ्क यू गरिदियो सबैलाई। भोलि पनि हामी आउँछौँ है डेली भ्लगमा भनिदेऊ। सबैले हेरिदिनुहोस् भनिदिनुहोस् है। गुड नाइट। थ्याङ्क यू।